नमस्कार, म इन्द्रप्रसाद ओली चेतना नेपालको अध्यक्ष एवं प्रमुख प्रशिक्षक आज सानो एउटा कथा लिएर यहाँहरूमाझ उपस्थित भएको छु। उडायो सपना सबै हुरीले। मालती नाम परिवर्तन हिजो आज भन्ने गर्छिन्, खोइ के भनौँ, छोरा जिउँदो छ कि मरेको छ। मरेको भन्यौँ भने लाज देखेको छैन, जिउँदो छ भनौँ भने शरीर देखेको छैन। आवाज नसुनेको 5 वर्ष भयो। उनी आफन्तहरूलाई भन्ने गर्छिन्, कृपया बिन्ती छ, यस विधुवालाई छोराको बारेमा नसोध्नुहोस्। बेला बेलामा पागल जस्तै बन्छिन्। उनी त बेला बेलामा हाँसेर नारायण गोपालको उडायो सपना सबै हुरीले भन्ने गीत गुनगुनाउँछिन्। मालतीका श्रीमान बेपत्ता भएको 7 वर्ष भयो। त्यसबेला सन्तोष नाम परिवर्तन गरेको छोरा 9 वर्षको मात्र थियो। बाउ मरे बाँचेको अहिलेसम्म टुङ्गो छैन। मालतीले छोरालाई हिम्मत साथ पढाइन्। सन्तोषले दोस्रो श्रेणीमा एसएलसी पास गर्यो र उच्च शिक्षाको लागि राजधानी काठमाडौँ आयो। काठमाडौँ आएको 1 वर्षसम्म त कहिले कहीँ चिठी पठाउँथ्यो र कहिले टेलिफोन गर्थ्यो। त्यसपछि सम्पर्क नभएको 3 वर्ष नागिसकेको थियो। तल्ला घरका कान्छाबा हातमा पत्रिका लिएर मालतीका छेउमा आई भन्न लागे, ए मालती, यो के सुन्नु पर्यो? यो पत्रिकाले के लेख्या रहेछ भने, सन्तोष लागु पदार्थ बिक्री गर्न चीनको शासित क्षेत्र तिब्बतमा जाँदा त्यही पक्राउ परी जेलमा परेको रहेछ अरे। हे भगवान, यो के सुन्नु पर्यो? पत्रिकाले अगाडि लेखेको छ, तिब्बतको अदालतले मृत्युदण्ड दिने गरी फैसला गरेकोमा मानव अधिकार कर्मी र नेपाल सरकारको अनुरोधमा मृत्युदण्डलाई आजीवन कारावासमा बदल्ने प्रयास भइरहेको छ। सबै कुरा सुनिसकेपछि मालती फेरि गुनगुनाउन लागिन्, कान्छाबा उडायो सपना सबै हुरीले। पत्रिका हातमै लिएर कान्छाबा ठुलो ठुलो मालतीलाई हेर्न लागे। आज वास्तवमा लागु पदार्थ दुर्व्यसनका कारणले गर्दा मानिसहरूलाई यति गाह्रो भएको छ। यो कथा, यो हृदय विदारक कथा जुन यहाँहरूले पनि सुन्नुभएको थियो। चाइनामा हाम्रा धेरै विद्यार्थीहरू गएर लागु पदार्थको कारणले गर्दा मृत्युदण्डको सजाय पुगेका छन्। त्यसै कारणले आज म यो दिव्य दृष्टि पुस्तकबाट सानो अंश लिएर यहाँहरूलाई यो सुनाएँ। यो कविता अथवा यो कथा चाहिँ कस्तो छ, यहाँहरूले प्रतिक्रिया जनाइदिनुहोस् कि लागु औषध दुर्व्यसन रहित सभ्य समाज, सम्पूर्ण समाज बनाउन हामी सबै लागौँ। मालतीलाई जस्तो श्रीमान पनि बितेर गएको 9 वर्ष छोरालाई हिम्मत साथ पढाउनु भयो, तर अन्त्यमा गएर छोरो चीनमा गएर लागु पदार्थको कारोबारमा पक्राउ परेको पत्रिकामा आउँदा मात्रै थाहा पाइन्। ती आमाको यो हृदय विदारक कथाले हामी सबैलाई छोस्। हामी सबैले लागु पदार्थ दुर्व्यसन रहित समाज, सभ्य समाज, सम्पूर्ण समाज बनाउन सबैको दिल चित्तले अगाडि बढौँ भन्ने म शुभेच्छा, शुभकामना राख्दछु। यति भन्दै यो सानो कथालाई, यो अंशलाई मैले यी अन्त्य गरेँ। यहाँहरू सबैले सुनेर जनजनमा पुर्याइदिनु होला, सबैका घर घरमा पुगोस्, कसैका पनि सन्तानहरू कुलत र दुर्व्यसनमा नफसुन् भन्ने मेरो आग्रह छ। लामो समय यसै क्षेत्रमा काम गरेँ। मलाई हुटुटी छ, कहिले दुर्व्यसन न्यूनीकरण होला, कसैका पनि छोराछोरीले दुर्व्यसनमा नपरुन् भन्ने मेरो एउटै मात्रै लक्ष्य र उद्देश्य लिएर आएको छु। धन्यवाद, नमस्कार। म चेतना नेपालको अध्यक्ष इन्द्रप्रसाद ओली।